नमस्ते सबैजनालाई है। म चाहिँ आज तपाईँहरूको माझमा मैले चाहिँ अहिलेसम्म कतिवटा बाँसुरी किनेँ र अब कति किन्ने विचारमा छु त भनेर चाहिँ केही कुरा गरौँ। अनि मसँग भएका बाँसुरीहरूको पनि केही अब सबै तिनवटै बाँसुरी चाहिँ केही बजाएर सुनाऊँ भनेर चाहिँ आएको है। मैले चाहिँ घरमा हुँदा जस्तै 2-3वटा बाँसुरी चाहिँ मैले बजाएँ है। कतिपय चाहिँ बजारबाटै किनेर ल्याएको र कतिपय चाहिँ घरमा अङ्कलले बनाएको बाँसुरीहरू प्रयोग गरेँ। मैले आफूलाई चाहिँ बाँसुरी बनाउन आउँदैन है। अनि अहिले चाहिँ मसँग 3वटा बाँसुरी छ। म चाहिँ अब अझै 2-3वटा बाँसुरी किन्ने विचारमा छु। अब आज भोलि नै त होइन, केही वर्षपछि है, अथवा केही महिनापछि होला। अब आफ्नो आर्थिक अवस्था बलियो भएको बेलामा चाहिँ मैले किन्ने विचारमा छु। मसँग अहिले 3वटा बाँसुरी छ है। सबैभन्दा सानो बाँसुरी है यो चाहिँ। सानो बाँसुरी हो, सानो बाँसुरी। यो चाहिँ मैले 100 हो कि 150 रुपियाँ हालेको यो बाँसुरी चाहिँ। तर सिक्नको लागि चाहिँ साना केटाकेटी अथवा हामीहरू सिक्नको लागि चाहिँ एकदम राम्रो छ है। थोरै बजाएर सुनाउँछु है। राम्रो बज्छ है। यसो डाँडा पाखा अथवा वनतिर कतै हिँड्दै गर्दा बजाउनुमा चाहिँ एकदम बेस्ट बाँसुरी चाहिँ हो यो है। त्यसपछि छ अर्को, योभन्दा हल्का ठुलो। यसलाई चाहिँ मैले कति 200 हो कि 250 रुपियाँ हालेको। एकदम राम्रो बज्छ नि, फेरि एकदम धेरै बज्छ। म यसलाई पनि थोरै बजाएर सुनाउँछु है। पनि राम्रो बज्छ है, राम्रो। अनि यो छ अर्को ठुलो बाँसुरी छ। यो चाहिँ व्यावसायिक बाँसुरी नै हो, कलाकारले बजाउने बाँसुरी नै हो यो चाहिँ है। यसको प्राइस चाहिँ नभनौँ, बाइचान्स यो भिडियो मेरो घरसम्म पुग्यो भने फेरि मलाई गाली गर्नु होला है। हुन त मैले यस्तो फजुल खर्च चाहिँ गरेको होइन, ओभर खर्च चाहिँ गरेको होइन। मलाई चाहिँ एकदम मन पर्यो अनि यही मात्रै किन्छु, अरू चाहिँ किन्दिनँ, झट्टै भनेर मात्रै किनेको। यसको प्राइस चाहिँ अब कुनै बेला समय आएपछि भनौँला है, अहिले चाहिँ नभनौँ। यसलाई चाहिँ थोरै बजाएर सुनाउँछु है त। के गीत पो बजाऊँ त ठुलो बाँसुरीबाट चाहिँ। म चाहिँ रामदी पुल भन्ने चाहिँ थोरै बजाउँछु ल ठुलोबाट।
पनि राम्रो बज्छ है। जस्तो रामदी पुलदेखि लिएर अन्य सुमधुर खालका गीतहरू चाहिँ अलिक ठुलो बाँसुरीहरू बजाउँदा राम्रो सुनिन्छ। तर मसँग चाहिँ अब यही नै छ है, अलिक ठुलो चाहिँ किनेको छैन। पछि कहिले किन्नु पर्ला, फेरि बजाउँदै गरौँला, केही छैन त्यो चाहिँ है। यही हो, अरू त त्यस्तो अब केही छैन सुनाउनु पर्ने है। तर बाँसुरीप्रति चाहिँ धेरै नै मेरो चाहिँ लगाव छ है। अनि बाँसुरी अलि राम्रो, अलि केही स्टेप चाहिँ राम्रो सिक्न पाए चाहिँ ठिकै हुन्थ्यो कि भन्ने चाहिँ मलाई मनमा लाग्छ है। अनि त्यही भएर पनि मैले बाँसुरीप्रति लगभग जोड दिइरहेको छु भनौँ। त्यस्तै छ अब, कसैलाई केही सिक्ने इच्छा, कसैलाई केही सिक्ने इच्छा है। अनि अब कसैलाई कसैको चासो, कसैलाई कसैको चासो। मलाई चाहिँ अब यसप्रति चाहिँ चासो छ भनौँ है। त्यति राम्रोसँग बजाउन त आउँदैन, त्यही पनि अलिअलि अब केही अब नहुनुभन्दा कानोमा नै सही भन्ने के यस्तो कस्तो उखानाहरू छन्, त्यस्तै त्यस्तै चाहिँ छ भनौँ। नहुनुभन्दा केही गुजारा चाहिँ छ, त्यही हो है। हुन्छ, म अन्य भिडियोहरू पनि बनाउँदै गर्छु। अब मलाई अरू त त्यस्तो केही आउँदैन कला। अब यही अलिअलि बाँसुरी ठोक्न चाहिँ आउँछ। अनि कहिलेकाहीँ अब जोस जागेको बेला चाहिँ गीतहरू गुनगुनाइन्छ है, त्यही मात्रै हो। ल हुन्छ, फेरि भेट्दै गरौँला है त। हस्त, नमस्ते।